बीबीसीले जुन भिडियो सार्वजनिक गरेको छ त्यो भिडियो हाम्रो लागि एउटा अवेकनिङ कल हो भदौ 23 र 24 गते के भयो भनेर। तर यो भनिरहँदा बीबीसीले सार्वजनिक गरेको भिडियोमा सबै कुराहरू के भएको थियो त्यो 2 दिन त्यो सबै कुरा इन्क्लुड छैन। तर जुन एउटा अवेकनिङ कल हो, तिमी अब निर्वाचनमा जाँदैछौ, किन जाँदैछौ, तिमीले भोट दिन जाँदा तिमी भोट किन दिन्छौ भन्ने कुराको एउटा कारण हाम्रो लागि फेरि पनि अगाडि आएको छ। अनि यो अगाडि आउँदै गर्दा हामीले भोट दिएर मात्र जतिले ज्यान गुमाउनु भएको छ उहाँलाई न्याय दिन सक्छौ त भन्ने विषयमा अलिकति बुझ्नुपर्छ हामीले। अहिले जुन गौरी बहादुर कार्की आयोगले प्रतिवेदन सार्वजनिक गर्नुपर्छ, सार्वजनिक गर भनेर जुन अहिले भोइस उठिरहेको छ त्यो किन उठिरहेको छ भन्ने विषयलाई पनि हामी सबैले बुझ्नुपर्छ। गौरी बहादुर कार्की आयोगले इन्भेस्टिगेसन गरेर अनि कोले ती व्यक्तिहरूलाई, ती जनताहरूलाई ताकी गोली चलाउने आदेश दियो, कोले राज्यको सम्पत्तिहरूलाई जलाउने प्लान गरायो, को थियो त्यो सबैको पछाडि भन्ने इन्भेस्टिगेसन गरेर त्यो कुराहरू हाम्रो माझ ल्याएर र हामीले त्यो हेरिसकेपछि अनि त्यसपछि हामीले कोलाई भोट दिने भनेर मूल्याङ्कन गरेर मात्र भोट दिने हो। अनि यदि हामीले त्यो प्रतिवेदन सार्वजनिक भएन, हामीले त्यो प्रतिवेदन हेर्न सकेनौँ, त्यो प्रतिवेदन पढेनौँ र हामीले भोट दियौँ भने भोलिको दिनमा जसले गोली चलाउने आदेश दिए, जसले राज्यको सम्पत्ति जलाउने आदेश दिए अथवा जो यो सबैको पछाडि थिए ती व्यक्तिहरूलाई नै हामीले भोट दिएर जिताएर हाम्रो राज्य त्यही पार्टीहरूलाई, त्यही व्यक्तिहरूलाई सुम्पियौँ भने के ती व्यक्तिहरूलाई गर्नुपर्ने सजाय दिन सकिन्छ त? के त्यो सत्य प्रतिवेदन हाम्रो अगाडि आउँछ त भन्ने प्रश्न खडा हुन्छ यहाँतिर। र हामीले मूल्याङ्कनै नगरिकन हामीले यदि व्यक्तिहरूलाई भोट दिएर जिताएर फेरि त्यही ठाउँमा पुर्याउँछौँ भने भदौ 23 र 24 गते जतिजनाले ज्यान गुमाउनु भयो के उहाँहरूलाई हामीले न्याय दिन सक्यौँ त भन्ने प्रश्न खडा हुन सक्ने अवस्था हुन्छ।